शाक्यमुनि बुद्ध आफ्नो शिष्यहरूको साथमा बस्नुभएको थियो। एक शिष्यले सोध्यो, भगवान, कर्म के हो? बुद्धले भन्नुभयो, मैले तिमीलाई एक कथा सुनाउँछु। एक राजा हात्तीमा बसेर आफ्नो राज्यको भ्रमण गरिरहेका थिए। अचानक ऊ एक पसलको अगाडि रोकियो र आफ्नो मन्त्रीहरूसित भन्यो, मलाई थाहा छैन किन हो, तर म यस पसलको मालिकलाई फाँसी दिन चाहन्छु। यो सुनेर मन्त्रीलाई धेरै दुःख लाग्यो, तर जबसम्म त्यो राजासित कुनै कारण सोध्ला तबसम्म राजा अघि बढ्यो। अर्को दिन मन्त्री त्यस पसल मालिकसित भेट्नको लागि एक साधारण नागरिकको भेषमा उसको पसलमा पुग्यो। उसले पसल मालिकसित सोध्यो कि उसको व्यापार कस्तो चलिरहेको छ। पसलेले चन्दनको काठ बेच्थ्यो। उसले साह्रै दुखी भएर भन्यो कि साह्रै गाह्रोले कुनै ग्राहक पाइन्छ। मान्छेहरू उसको पसलमा आउँछन्, चन्दनलाई सुँघ्छन् र जान्छन्। ती चन्दनको गुणहरूको प्रशंसा पनि गर्छन्, तर केही किन्दैनन्। अब उसको आशा केवल यस कुरामा टेकेको छ कि राजा चाँडै मर, उसको अन्त्येष्टिको लागि ठूलो मात्रामा चन्दनको काठ किन्नेछन्। ऊ यताउतिको एक्लो चन्दनको काठको पसले थियो, त्यसैले उसलाई पक्का विश्वास थियो कि राजाको मृत्युमा उसको दिन बदलिनेछ। अब मन्त्रीलाई कुरा थाहा भयो कि राजा उसको पसलको अगाडि किन रोकिएको थियो र किन पसलेलाई मार्ने मन गरेको थियो। सायद पसलेको नकारात्मक विचारहरूको तरङ्गले राजामा त्यस्तो प्रभाव भएको थियो, जसले त्यसको बदलामा पसलेप्रति आफूभित्र त्यस्तै नकारात्मक विचारहरूको अनुभव गरेको थियो। बुद्धिमान मन्त्रीले यस विषयमा केही समयसम्म विचार गर्यो। अनि उसले आफ्नो पहिचान र अधिल्लो दिनको घटना नभनी केही चन्दनको काठ किन्ने विचार भन्यो। पसले धेरै खुसी भयो। उसले चन्दनलाई राम्ररी कागजमा पोको पारेर मन्त्रीलाई दियो। जब मन्त्री महलमा फर्कियो, ऊ सोझै दरबारमा गयो र जहाँ राजा बसेको थियो सूचना दियो कि चन्दनको काठ पसलेले उपहार पठाएको छ। राजालाई अचम्म लाग्यो। जब उसले कागजको पोको खोल्यो, सुनी रङको श्रेष्ठ चन्दनको काठ र त्यसको सुगन्ध पाएर खुसी भयो। खुसीले चन्दनको व्यापारीलाई केही सुनको सिक्का पठाइदियो। राजाले यो सोचेर आफूलाई हीनता बोध भयो, उसले अनर्थ पसलेलाई मार्ने विचार गरेको थियो। जब पसलेलाई राजाबाट सुनको सिक्का पायो, तब ऊ पनि आश्चर्यचकित भयो। ऊ पनि राजाको गुण गाउन थाल्यो, जसले सुनको सिक्का पठाएर उसलाई गरिबीको अभिशापबाट बचाएको थियो। केही दिनपछि उसलाई ती कलुषित विचारहरूको सम्झना आयो जुन राजाप्रति सोचे गर्थ्यो। उसलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि यस्तो नकारात्मक विचार गरेर धेरै नै पश्चाताप भयो। यदि हामी अरूप्रति असल र दयालु विचार राख्यौं भने तिनीहरूले सकारात्मक विचार हाम्रो अनुकूल रूपमा नै फर्कन्छ। तर यदि हामी खराब विचारहरू पाल्यौं भने ती विचार हामीलाई त्यही रूपमा फर्किन्छ। असल विचारको असल परिणाम हुन्छ। कथा सुनाएर बुद्धले सोध्नुभयो, कर्म के हो? थुप्रै शिष्यहरूले उत्तर दियो, हाम्रो शब्द, हाम्रो काम, हाम्रो भावनाहरू, हाम्रो गतिविधिहरू। भगवान बुद्धले टाउको हल्लाउनुभयो र भन्नुभयो, तिम्रो विचार नै तिम्रो कर्म हो। भवतु सब्ब मङ्गलम।